पूर्वी सांस्कृतिक नाचहरूमा केन्द्रित 2 दिने विशेष कार्यशाला विराटनगरमा सम्पन्न भएको छ। नृत्य निर्देशक सङ्घ नेपाल मोरङ विराटनगर शाखाको आयोजनामा सम्पन्न कार्यशालामा 50 जना भन्दा बढी नृत्य विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। असार 30 र 31 गते विराटनगर 10 न्युरो अस्पताल छेउ स्थित विराट जागृति कला केन्द्रमा सम्पन्न कार्यशालामा विद्यार्थीहरूले पूर्वी नेपालका मौलिक नृत्य विधाहरूमा प्रशिक्षण लिएका थिए। वरिष्ठ नृत्य निर्देशक तथा लोकनृत्य अनुसन्धानकर्ता नगेन्द्र राईले कार्यशालामा पूर्वी सांस्कृतिक नृत्यका संरचना, लय, ताल र प्रस्तुतिकरण शैलीबारे गहन प्रशिक्षण दिएका थिए। जस्तै कल्चरमा चाहिँ कति कुराहरू सिक्न बाँकी छ हैन, कति कुराहरू जान्नै बाँकी छ। अब उहाँहरूलाई चाहिँ तपाईँले अहिले सिकाउँदै गर्दाखेरि के पाउनु भयो, उहाँहरूले कति सिक्नुपर्ने रहेछ अथवा कति उहाँहरू जानकार हुनुहुन्छ नृत्य कल्चरलाई लिएर? त्यो कुराहरू भनेको दिनेमा भर पर्छ। सुरुमा चाहिँ अब दिने मान्छे कम भयो। हुन त अब हाम्रो आदरणीय अब अभिभावक जस्तो अग्रज हाम्रो सत्यजित आशावादी उहाँ चाहिँ अब यहीँबाट स्थापना भएर उहाँले नै धेरै नाचहरूको विकास गर्नु भएको छ, झाड नाचहरू। तर उहाँले धेरै स्टुडेन्टहरूलाई चाहिँ फिजाउने काम गर्नु भए पनि उहाँको स्टुडेन्टहरूले चाहिँ फिजाउने काम गरेन। त्यही कारणले गर्दा नि अलिक पछि परेको हुनसक्छ। कार्यशालामा विराटनगरका चर्चित हिपहप डान्सरहरूको पनि उपस्थिति देखिएको थियो। समकालीन र परम्परागत नृत्य बीचको समन्वयले सहभागीहरूमा थप उत्साह ल्याएको थियो। कार्यशालाका संयोजक तथा नृत्य निर्देशक सङ्घ नेपाल विराटनगर शाखाका उपाध्यक्ष घलेन्द्र मगरका अनुसार यस कार्यशालाको मूल उद्देश्य भनेको युवा पुस्तालाई मौलिक नेपाली नृत्यप्रति आकर्षित गर्दै सिप र पहिचान विकास गर्नु हो। उद्देश्य भनेको चाहिँ जसरी पश्चिमेली संस्कृति, पश्चिमेली वेस्टर्न डान्सहरूले प्रशय पाइरहेको, प्रभुत्व जमाइरहेको अवस्थामा यो मार्केटमा चाहिँ यो भिडमा यो कल्चरल डान्स जस्तो मतलब यो सांस्कृतिक नृत्यहरू चाहिँ लोप भइरहेको अवस्था छ। र लोप नहोस्, यो सांस्कृतिक नृत्य भनेको चाहिँ हाम्रो पहिचान हो नि त, हाम्रो सम्पदा हो। र त्यसैले पनि यो सम्पदालाई चाहिँ बचाइराख्नको लागि, प्रवर्धनको लागि, यसलाई चाहिँ अझ विकास गर्नको लागि, युवा माझ चाहिँ अलिक अझ लोकप्रिय बनाउनको लागि चाहिँ यो एउटा पहिचानको लडाइँ पनि हो। र युवाहरूलाई आकर्षित गर्नको लागि पनि आजको विशेष कार्यक्रम चाहिँ यो पूर्वेली सांस्कृतिक लोक यो कार्यशाला राखियो। त्यस्तै प्रशिक्षक नगेन्द्र राईले लोकनृत्यका अनुसन्धान र अभ्यास बीचको सन्तुलनका विषयमा आफ्नो धारणा राखेका छन्। पहिलो कुरो छ हाम्रो सोचमा गलत छ है। हामीलाई बनावटी पनले एउटा आएको छ, हामीलाई हस्तक्षेप गर्ने एउटा बनावटी कुराहरूले चाहिँ हामीलाई हस्तक्षेप गर्ने र चाहिँ हामीलाई राम्रो मनपर्ने आफ्नो कुरोलाई चाहिँ पर सार्ने जस्ता कुराहरूले गर्दा पनि हाम्रो संस्कृतिहरू अलिकति पछि परेका जस्तो लाग्छन्। पछि त परेको छैन, आफ्नो समुदायहरूमा नाच्ने कामहरू त भइरहेछ। तर हामी अलिकति प्रोफेसनल तरिकाले लाग्ने नृत्यकारहरूसँग चाहिँ यो कुराहरू चाहिँ अलिकति कमजोर भएको पाइन्छ। किनभने रिसर्च गर्ने कामहरू, सरकारले दिने कामहरू, मञ्चमा सुविधाहरूदेखि लिएर यी कामहरू पछि परेको पाइन्छ। त्यसले गर्दा पनि नृत्यगणाहरू चाहिँ अलिकति पछि परेको। जस्तै हाम्रो नाचहरूमा यति राम्रो छ, वेस्टर्न फर्म नाचहरू एकछिनको लागि मनोरञ्जन मात्र हो है। उहाँको शारीरिक स्वस्थ रहने बनावट, शरीर फिजिकल बनाउने मात्र हो, मनोरञ्जन दिनु। तर हाम्रो नाचहरूमा इतिहास छ, शिक्षा छ, किंवदन्तीहरू छन्, पुर्खौँदेखि चाहिँ चलिआएको इतिहासहरू पाइन्छ हाम्रो नाचमा। अनि त्यो कारण शिक्षा पनि छ, त्यहाँ संस्कृति आदान प्रदान छ, पहिचानका कुराहरू छन्। यो कारणले हाम्रो नाच चाहिँ एकदम माथि छ वेस्टर्न फर्महरू नाचहरू भन्दा मैले बुझेको छु। नृत्य निर्देशक सङ्घ नेपाल विराटनगर शाखाका अध्यक्ष समीक्षा कार्कीले भने कार्यशालालाई थप अर्थपूर्ण बनाउने जिम्मेवारी सङ्गठनको हो भन्दै हाम्रो संस्कृति, हाम्रो पहिचान, यिनै नृत्य शैलीहरूलाई बचाइराख्ने नै यस्ता कार्यक्रमको मूल मर्म हो भन्ने उनको भनाइ छ। कार्यशालाको समापनमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो। आयोजकले आगामी दिनमा अझ ठुला र दीर्घकालीन प्रशिक्षण कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ। नृत्य मार्फत संस्कृति संरक्षण र युवाको सृजनात्मकता अभिव्यक्त गर्ने यस्ता कार्यशालाहरूले नेपाली नृत्यको उज्यालो भविष्य सुनिश्चित गर्ने विश्वास लिएको छ। टप्पा डान्स अनि त्यसपछि के लाग्छ मैले लाजेको मात्रै देखेको थिएँ। टप्पा चाहिँ मलाई पहिलादेखि मनपर्ने, तर एकदम स्पिड भएकोले अलिकति म त्यो टाइमिङसँग क्याचअप गर्न सक्दिनँ कि जस्तो थियो। तर आज सिकेपछि मजा आयो। वर्कसपमा सर मैले नेपाली कल्चरको लगभग रिदम चाहिँ अलिकति म खोजेँ, खुसी लाग्यो। अब नेपाली डान्स पनि मैले सिक्न पाएँ, मलाई खुसी लाग्यो। अब अरू स्टाइल नाच्ने बानी मेरो, अब कल्चरमा पनि मतलब सिकेर म गर्न सक्छु जस्तो मलाई महसुस भयो। एकदम राम्रो
राम्रो सिकाउनु मजाले हुँदो रहेछ बुझाएर जस्तो खुट्टा नचल्न सक्नेलाई पनि अलिकति खुट्टा चल्न सक्ने तरिकाले बुझाएर मजाले